हेलो गाइज वेलकम टु ब्याक माई न्यू ब्लग गाइज आज चाहिँ होइन गाइज ग्यालबुलो साह्रो त्यही भएर चाहिँ हामी चाहिँ आज यत्तिकै ग्यालबुलो साह्रो तर आज हामीले मनाउनु पनि किनकि यो चाहिँ शेर्पाहरूले मनाउने हो त्यही पनि गाइज हजुरहरू कोही सब्सक्राइबरहरू ग्यालबुलो साह्रो मनाउनुहुन्छ भने मनाउनु होला भन्ने आशा छ। लेट्स गो आजको ब्लग सुरु हुन्छ। लेट्स गो। मैले चाहिँ यस्तो मेवाहरू सारेको थिएँ हेर्न सक्नुहुन्छ। डेन्जर खत्रै उम्रेखा हेरे गाइज लेट्स सी खत्रै उम्रेखा दाइ घर बसेको थिएँ। घर बस्दा बस्दा बोर भएर चाहिँ गाइज अब मैले चाहिँ चण्डी मन्दिरतिर जाने प्लान बनाएको। लेट्स गो चाहिँ फेरि म एक्लै हो गाइज कोही पनि छैन। म अब एक्लै जान्छु अनि हजुरहरूलाई मन्दिरतिर के कस्तो छ सब देखाउँछु अनि हजुरहरूलाई चाहिँ आज गाइज म भगवान्को दर्शन पनि देखाउँछु होइन गराउँछु। लेट्स गो। त गाइज धेरै नै मान्छे जस्तो छ केही पनि हुन्न हिँड्नु। लेट्स गो। हामी चाहिँ मन्दिर आइसक्यौँ होइन। यता त मेरो घरहरू देखियो ट्याक्कै। अनि चाहिँ गाइज यो चाहिँ तुरिबारी खत्रै रहेछ यहाँ मन्दिर वरपर चाहिँ यो चाहिँ हो मन्दिर आउने बाटो होइन गाइज। यताबाट माथि चाहिँ धरेर जाने हो। मेरो घर चाहिँ यताबाट माथि गएपछि ऊ त्यो ग्रिन कलरको माथि ड्रम देख्नुभयो त्यही हो मेरो घर। ह्यान्डा यस्तरी जानुपर्छ। यो चाहिँ एउटा चोक हो होइन गाइज। अब चाहिँ गाइज म चाहिँ मन्दिरतिर लागेँ। यही हो गाइज मन्दिर होइन। मन्दिर चाहिँ जस राम्रै छ कन्डिसन। अलिकति सरसफाइको जरुरत छैन गाइज। यहाँ चाहिँ अलिकति निहुरिनु पर्छ फेरि मन्दिर चाहिँ होइन गाइज। मन्दिरमा आइसकेँ यहाँ चाहिँ अलिकति अग्लो छैन त्यही भएर अलिकति कन्डिसन उस छ ल होइन गाइज। यही हो हाम्रो मन्दिर। यो चण्डी मन्दिर हो गाइज। यसको नाम चाहिँ यहाँ चण्डी मन्दिर। यहाँ चाहिँ नामहरू लेखेँ चण्डी मन्दिर बनाउने मान्छेहरूको। अनि चाहिँ हामी चाहिँ घन्टी त बजाइदिउँ न गाइज। हामीले घन्टी बजाइदिउँ गाइज। अब चाहिँ गाइज म चाहिँ मन्दिरबाट चाहिँ बाहिर निस्किसकेँ। अब म चाहिँ गाइज तल जान्छु होइन। म चाहिँ होइन यो चौतारीतिर आइसकेको छु। यता चाहिँ यस्तो छ गाइज। यो चाहिँ यहाँ वर पिपलको चौतारी छ। यो चाहिँ तल जाने बाटो भयो हेर्न सक्नुहुन्छ। यो तल जाने बाटो भयो। त्यो बाटो हुँदाखेरि चाहिँ गाइज हामी चाहिँ यसरी तल जान मिल्यो। अहिले गाइज म चाहिँ तलै गइरहेको होइन। हेर्नु गाइज यसरी तल जानु मिल्छ। यसले चाहिँ ट्याक्क त्यो मेन रोडमा जोड्छ होइन। हेट हजुर चाहिँ यही बाटो हुँदै चण्डी मन्दिर पनि जान सक्नुहुन्छ। जान सक्नुहुन्छ। यो चाहिँ पोखर तक यो भइहाल्यो गाइज। यो चाहिँ अलिकति यो पोखर तक भयो। यता चाहिँ यो चण्डी मन्दिर जाने बाटो भयो। यो सिँढी उता मेन रोड छ भने यताबाट सिँढी छ। यो चाहिँ हाम्रो चौतारो गाइज। यहाँ चाहिँ यो भवन छ एउटा यो चौतारो भयो अलिकति फोहोर छ गाइज। अनि चाहिँ यहाँ चाहिँ यो रुखहरू भइहाल्यो। अब चाहिँ फेरि हामी जान्छौँ किनकि मेरो घर माथि हो गाइज। म चाहिँ घरतिर लागेँ। आजको ब्लग कस्तो लाग्यो होला प्लिज लाइक एन्ड सब्सक्राइब। बाई गाइज।